ल यस्तोले पनि साह्रो चिल्छ त है। ल ल उड्या उड्या माउ माउ। ओहो भरिले रहेछ है। चार चाका तर मुनिको चाहिँ भरिलो छ है। कति चिल्नु मन लागेको होला। लु चिल दामी रहेछ नि। यस्तो खालको रहेछ है सामान चाहिँ चिज चाहिँ होइन है। चिजले चाहिँ यहाँ यो चाहिँ फेरि कालो खालको रहेछ सकिहाल्छ नि होइन गऱ्यो है त टक्कसँगले अब खायो। हेलो दर्शक नमस्ते वेलकम ब्याक माई न्यू भ्लगमा। आज चाहिँ हामी फेरि पनि पहिलोदेखि दोस्रो लट चाहिँ अरिङ्गल काट्न गइरहेको छौँ। यहाँ दाइले चाहिँ पुल्ठा काट्दै हुनुहुन्छ उ त्यहाँ टक टक गरेर होइन टक्कसँगले। अब हेरौँ कत्रो छ कति छ होइन। एकछिनमा काटेपछि थाहा हुन्छ। यो बाँस चाहिँ लडाउँदैछौँ यहाँ रोडमा। रोड पनि यस्तो भएको छ क्या यसमा चाहिँ यस्तो छ है। अब यो चाहिँ टक्कसँगले लगेर चाहिँ अनि नापेर अनि टक्कसँगले काट्ने कि कसो हौ दाजु? हो नि आज त टोडामनले खाने होइन। आज दरा खानुपर्छ त अरिङ्गल। अरिङ्गल त खानु पर्यो। हो पुल्ठा हालेको चाहिँ भिडियो भएन सकाइजहरू। यहाँ दाइ जाँदैछ ऊ माथि होइन। उम्किहाल्छ नि कालो त। बवाल छ यार। खप्पै लगाउनु अनि च्वाट्टै बनाउनु त थाम्छ नि। सालले कस्तो नथाम्नु हौ। ठिक छ होइन। अब त्यहीँदेखि मजाले मिलाएर कहाँ छोड्नु हौ। ठुलो पो छ त है। धुवा पनि ठिक्क हो क्या हो त। कसेर हान्नुपर्छ माथिदेखि। माथि भेट्नामा हान्नु न भेट्नामा। ल ए भएको अलिअलि भेट्नाहरू पनि लाट्नु चिल्लै हो। कस्तो पुल्ठा लगाएको चाहिँ भिडियो भएन छ क्या। कस्तो दामी लगाएको थियो होइन। कस्तो दामी भएको थियो। हामी चाहिँ सफल भइयो भनौँ न। कालो भए पनि सफल भइयो। यो ठ्याक्कै यो दालामा आइडिया लगाएर हाल्यो नि त हामीले। अनि खासै मारा परेन त थाम्नु परेन कहाँ सकिन्थ्यो यहाँ चाहिँ। मरिन्थ्यो दुई भए त। तर यो हलो छ माछिने छैन है क्या माछा होइन छ मैले देखिसकेको छु। ल दाइले चाहिँ लिएर आइसक्नुभयो। म चाहिँ पुल्ठा थाम्दा थाम्दा भुस्ना आँखामा परेर अम्मिलो पिरो भएर मर्ने बेला भयो। जाठा छोडिदिनु त छ्याप्पै। तर सामान त छ नि यो है। चप्पल नमाउँछ चप्पल नमाउ। ऊ लात्ता ल्याइदिनु न चाहिँ आँखालाई। त्यही चप्पल राख्नुभयो ठ्याक्कै। ऊ ए चिङे छोड्यो। चिङेले त केही गर्दैन अब जाउँ। लु सफल भइयो है। सफल भइयो गाँठे। ऊ जाति खल पसिन गाँठे पुल्ठा थामेकोले हेरौँ यहाँ पछाडि लथ्रुकै भिज्यो। झारियो है गाइजहरू टक्कसँगले। ल गाइजहरू ल यहाँ समात्नु त। आज त बबाले झारियो नि होइन। ए टक्कसँगले होइन। हातको पनि देखाइदिए हेर। मसो त हो क्या नि त। दामी छ
पुल्ठा चाहिँ हालेको चाहिँ अलिक भएन छ यहाँ भुइँदेखि नै हालेको यत्रो अग्लोमा हानिदिएको क्या हामीले चाहिँ टक्कसँगले होइन यहाँदेखि हेर्नु त यहाँ तल छ रुख यहाँदेखि सर गएर बाँस चाहिँ वहाँ माथि पुगेको छ क्या वहाँ माथि डालामा ल झार्न सफल भयो होइन टक्कसँगले अब लाग्नुपर्छ ल जाउँदै ल जाउँ ल गएर केलाई बनाइ गरेर फ्राई खाइ गरेर पाल्नु खाएर झ्याप्प फल पसिन भयो नि पसिनै पसिना बनायो नि है ल गाइजहरू हामी चाहिँ टक्कसँगले अब जाँदैछौँ घर अब हेरौँ माथि निस्केपछि कस्तो छ सामानहरू होइन हेर्नुको लागि प्रतीक्षा गरिराख्नु कस्तो छ अब यो भोलि बेलुका आउँछ ट्याक्कैसँगले भ्लग चाहिँ टक्कसँगले अब रुखमा चाहिँ सजिलो चढ्यो है गाइजहरू टक्कसँगले चाहिँ नन्दीलाई पठाइनु पर्यो भनेको यो के अरे हार्दैछु है अरिङ्गल चाहिँ होइन अब हुँदैन यो भोलि ठ्याक्कै पठाइन ठिक्क हुन्छ उहाँ पुग्दा छोडिदेऊ हो क्या भोलि ठिक्क हुन्छ यस्तोले पनि साह्रो उचिल्छ त है भित्र च्याँ गर्दैछ है माउदै भोलि पठाइँदा यो उहाँ पुग्दा ठिक्क दाइ पाक्छ भित्र माउ च्याँ गर्दैछ हो रे यस्तोले साह्रो चिल्छ क्या यसै हो रे तर चाहेर भरिलो छैन के गान्जा छ ठिकै छ चाका अहिले खुम्च्याएर चिल्ने हो कि त्यो मार्नुपर्छ यस्तोले पनि चिल्छ नि खिल्लाउनु त यसले हो गाजा ला 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 उड्या उड्या माउ माउ निस्के निस्के माउ 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 त्यसलाई मार्नु मार्नु फ्रेस भइहालेछ अनि फेरि कता उडिरहेछ कता तेरै ठाउँमा क्या एउटा माथि गइसकेको उयो नि कता गयो कुचेले 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 सक्नु ए कता गयो भेट्यो खोइ भेट्नु चाहिँ भेटेछ ए झरेछ ल त्यही हो मान्छे देख्ने बित्तिकै खिल मुचुक 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 पार्दो रहेछ हेर्नु यसको खिलो झर्छै हाल्यो नि एकछिन त गरियो कति चाका रहेछ 1 2 3 4 चार चाका मात्रै रहेछ कि यो ठुलो बनाउने सोच गरेको थियो रहेछ हो त चार चाका मात्रै ओहो हो भरिलै रहेछ है 4 चाका तर मुनिको चाहिँ भरिलो छ है ए यसलाई यसलाई व्यवस्था हान्नु हान्नु त्यो खिलले चिल्छ है त्यसले क्या दामी पड्क्यो यो एकछिनै राखिराखौँ ए त्यसमा चाहिँ ठोप्पो छ कस्तो ठुलो लगाउनु लागेको थियो है ल गाइजहरू यो चाहिँ आजको सामान ए 5 चाका थियो रहेछ नि 5 चाका जम्मा त्यो बोरामा चाहिँ हुँया भुँया गर्दैछ बोराको एकछिन ननिकाल त्यत्रो आगो हालेर पनि कत्रो ज्याद्रो हुन्छ है यिनीहरू पनि हो कति चिल्नु मन लागेको होला लु चिल कच्चा ल्याउनु खसे यो गतिलो बनाउँछ रहेछ अरिङ्गल चाहिँ होइन तारिलोमा थियो रहेछ तारिलो सारिलो सक्यो अब नेक्स्ट कुन चाहिँ आउँछ त्यतिखेर कि राखेँ भने त हाम्रो तल मलाई सजिलो हुन्छ थाहा पाइहाल्यो यसरी काट्नुपर्ने भनेर निक्लिन्छ है त्यसको खिल्किराइदिइसकेँ ए दामी रहेछ नि तर निकाल्नु चाहिँ यसले ठुलै निकाल्नु खोजेको रहेछ है 10-15 दिन पछाडि चाहिँ निस्के निस्के ला 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 आहा लु क्रिकेट आनाइ त यता आयो कि यता छिर्यो कि कता छिरे हेर्नुपर्छ है भरे
निशाना चुक्दैन क्या पक्रिदिनुपर्छ के विधि हो जाँठा फाटले रहेछ यार हो त ठिकै हो त्यत्रो आगो लगाउँदाखेरि पनि है जिउँदैछ क्या सबै जिउँदैछ ऊ कता हिँड्दै पानी खानु बसाएन छ हेर खल्याउनु अलिकति त तर हुन्छ होला तर भोगरी भएछ नि हाल्दाखेरि निस्किन्छ फेरि त्यही त पानी बाहिर निस्किन्छ क्या होइन लास्ट माउ त आनन्दै पो छ त्यही यमराजले अब घेरिसकेपछि काम छैन क्या तिमीहरूको जति भिडी भाँडा गरे पनि ल गाइजहरू पान्चाकाको रस अरिङ्गल चाहिँ तर निकाल्नु पो डरमर्दो भयो क्या कति खान्छ कति खान्छ यति हुन्छ भर्खर भर्खर निस्किँदै रहेछ क्या यिनीहरू यतिको ठिकै हो नि ठिकै हो त ठिकै हो ए जाँठा झन्डैले है गाइजहरू आज चाहिँ यस्तो खालको रहेछ है सामान चाहिँ चिज चाहिँ होइन है चिजले चाहिँ यहाँ यो चाहिँ फेरि कालो खालको रहेछ तर दाजुभाइ मिलेपछि पहरा त भस्किन्छ भन्छ मुला यस्तो नाथ्यो अरिङ्गल होइन सकिहाल्छ नि होइन टक्कासँगले ल यति रहेछ ल आजको लागि चाहिँ हामीले चाहिँ सुरु गर्यो है त टक्कसँगले अब खाएर होइन पकाइसक्यो यता अब खानु सुरु लु भन्छ सुरु गर्नुहोस् झ्याप्पैसँगले ल